उसलाई चाहिँ ढिलो भइसक्यो। हेलो एभ्रिवान, तपाईँहरूलाई स्वागत छ मेरो ब्लगमा। अनि आज मेरो यो ब्लग स्टार्ट गर्दैछु हो, कति दिन बादमा आज यो ब्लगलाई मैले स्टार्ट गर्दैछु। यो सानो मिनी ब्लग बनाऊँ भनेर चाहिँ मैले सोचेको हो। सो गाइस, यहाँ प्रीति रेडी भइराखेको छ हो। हामी ड्युटी जानुको लागि उसलाई पढाउनु जानुपर्ने छ। आज त क्या दामी है, घाम पनि कस्तो दामी लागेको छ आज त। किनकि हिजो चाहिँ पानी पर्ला जस्तो भइरहेको थियो, चिसो भइरहेको थियो। प्लस आज होली, अनि हिजो पनि सुक्खा होली रहेछ। आज चाहिँ गिलो होली के भन्दैछ हो। अनि बजार जाँदाखेरि सो त्यहाँनिर यसो भिडियोहरू गर्नेछु, अनि कस्तो हुन्छ हो। अब रेडी हुनु छ गाइस। हतार ब्रस गरेर ढिलो भयो नि त हो। उसलाई चाहिँ ढिलो भइसक्यो, हतार हुँदैछ यहाँनिर। हतारको बेलामा यस्तो भएको छ। सबै छ, हतार भइरहेको छ। मेन चाहिँ मलाई भन्दा चाहिँ ऊ चाहिँ हतार छ हो। र साथीहरू, यो चाहिँ मेरो कति दिन बादमा यो भिडियो बनिँदैछ, सर्ट ब्लग हो मिनी ब्लग। सो तपाईँहरूले सपोर्ट गरिदिनुहोस् होला। अहिलेको लागि चाहिँ यति नै राख्दैछु, अनि फर्दर अब एकछिनबाट अर्को ब्लगमा आउँछ हो अरू चाहिँ। जाउँ।